म चाहिँ साथीभाइहरू कुरा गर्न गइरहेको छु 4 वर्षमा आउने यो महाकुम्भ फुटबलको मेलाको विषयमा साथीहरू। अहिले चाहिँ हरेक प्रत्येक फ्यानहरू बिचमा चाहिँ एक आपसमा जुवारी टाइपको झगडा टाइपको मेरो टिमले जित्छ, मेरो टिमले जित्छ, पोर्चुगलले जित्छ, फ्रान्सले जित्छ, नेदरल्यान्डले जित्छ, स्पेनले जित्छ टाइपको, अर्जेन्टिनाले जित्छ भन्ने एउटा फ्यान बिचमै चाहिँ कन्ट्रोभर्सी एउटा मसलादार सुन्न लायक सोसियल मिडियातिर चाहिँ फाइट भइरहेछ, जसलाई चाहिँ मुस्किलले एउटा टिमको एक दुईवटा चलेको चर्चित खेलाडी बाहेक अरूको नामले भन्यो भने भन्न सकिनुहुन्न होला। उहाँहरू चाहिँ मेरो टिमले जित्छ भने छ हो, जर्सी लाछ, जर्सी देखाएको छ, मेरो टिमले जित्छ यस्तो उस्तो भनेर हालेर पोस्ट गरिरहेको देख्छु। मेरो मतलब तपाईहरुले एउटा खेलाडी चिन्नुहुन्छ, त्यही एउटा खेलाडीले मात्रै चाहिँ वर्ल्ड कप जिताउन सक्नुहुन्न। वर्ल्ड कप जिताउनका लागि चाहिँ पुरा टिममा राम्रोसँगको पूर्ण सेट चाहिँ राम्रो हुनुपर्छ र सबैको संयुक्तमा राम्रो पर्फर्मेन्स हुनुपर्छ। सबैजनाले राम्रो खेल्दै गयो भने चाहिँ गेम जित्न सक्छ। कतिपय टिमहरू देखिन्छ पेपरमा चाहिँ स्ट्रङ देखिन्छ, तर पर्फर्मेन्स वाइजमा चाहिँ उनीहरूको धेरै विक पोइन्टहरू नै हुन्छ। मान्छेहरूले एनालाइसिस गरेको देख्छु पोइन्टमा, यस्तो उस्तो यो खेलाडी छ, डेस्ना छ, फलानो छ, यिनीहरूको टिमले चाहिँ खत्रै पर्फर्मेन्स दिन्छ भन्ने टाइपको एउटा विश्लेषण, एउटा एनालाइसिसहरू गरेको पाइयो। तर त्यसरी चाहिँ एनालाइसिस गर्न पाइयो, तर त्यसरी नै जितेको हामीले देखिएको छैन अहिलेसम्मको रेकर्डमा। तर फुटबल चाहिँ एउटा त्यस्तो चिज हो जुन बेला जे पनि हुनसक्छ, जुन नचलेको टिमहरू पनि